आजको हाम्रो यात्रा चाहिँ बास रिक्रिएसन ग्राउन्डसम्मको छ। यहाँ डर्बी सिटी सेन्टर हुँदै हुँदै जाँदैछौँ। रमाइलो छ। आज सन्डे इभिनिङ भनौँ 8 बजिसकेको छ। अनि सन्डे इभिनिङ छ। इभिनिङमा यहाँ केही मान्छेहरू यस्तै रमाइलो गर्दैछन्। लगभग 15 मिनटको वाक होला, सायद 15-20 मिनटको वाक छ। यस्तो छ एरिया है। हल्का पार्क जस्तो भनौँ, साइड वेज। म त फ्रेममै छैन। यो डाले आबी फिस पन्ड भनौँ, फिस फिस पास, डाले आबी फिस पास हो। यस्तो छ कि यहाँ चाहिँ खोला हो। अनि यहाँबाट चाहिँ बिजुली बनाउन के को लागि बनाउँदैछ। एकदम हाँसहरू छ है, टन्नै हाँसहरू छ। एकदम राम्रो हाँसहरू छ। इट्स द बेस्ट प्लेस टु भिजिट। घुम्नको लागि एकदम राम्रो ठाउँ थियो यो चाहिँ। ग्रिनरी छ, फुलहरू छ। यहाँ कस्तो राम्रो फुलहरू छ भने रोज